मतलाली गुराँस भएछु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु। गाउने भन्दा हुर्को हुन्छु। म बुढो छु तर सिङ्गिङ सेक्टरमा म एकदम एक्टिभ छु। टाङ्गी नागिने झिन्टाङ टाङ्गी नागिने झिन्टाङ हुन्छ भने सोल्टिन लैजाउँला तानी हुन्न भने सोल्टिन मोहनी लाउला नि। सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ। नमस्कार दर्शकबिन, यहाँ अहिले दाङबाट हाम्रो योगेश्वर बस्नेत बुवा, उहाँ चाहिँ सङ्गीतको पनि शिक्षक हुनुहुन्छ। उहाँ चाहिँ अहिले यहाँ दाङदेखि आउनुभएको छ। के को लागि आउनुभएको र के छ उहाँसँग केही कला छ भन्नुभएको छ, म उहाँसँग बुझ्दैछु है त। नमस्कार हजुर। नमस्ते हजुर। नमस्ते। हजुरको नाम के भन्नुभयो अरे? मेरो यागेश्वर बस्नेत दाङ। हजुर। म इन्द्रेणी योभन्दा पहिले आइसकेका थिएँ। हजुर। अहिले फेरि माया लागेर इन्द्रेणीमा आउँ र म गायक क्षेत्रको मान्छे हुँ र म आज भक्त सरसँग आएँ अनि देवराज बाबुसँग सबसँग आएँ। खुसी लागेको छ असाध्यै। र म गाउने भन्दा हुर्को हुन्छु। म बुढो छु तर सिङ्गिङ सेक्टरमा म एकदम एक्टिभ छु। मेरो स्वरले पनि साधन दिएको छ। नम्बर अहिले सर्वलाई म फिक्दै पक्षी नै छु। अहिले म नारायण गोपालको गीत गाउँछु एउटा, म त लाली गुराँस भएछु। म त लाली गुराँस भएछु मतलाली गुराँस भएछु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु मतलाली गुराँस भएछु। हेरिदिने कोही भइदिए नानी भित्र फुलिदिन्छु लाइदिने कोही भइदिए लाइदिने कोही भइदिए सिउँदौभरि फुलिदिन्छु म त लाली गुराँस भएछु म त लाली गुराँस भएछु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु म त लाली गुराँस। फाटहरूले कसैलाई पुग्छ भिरमा पनि फुलिदिन्छु फाटहरूले कसैलाई पुग्छ र भिरमा पनि फुलिदिन्छु खुसीमा तर कहाँ हुन्छ खुसीमा तर कहाँ हुन्छ पिरमा पनि फुलिदिन्छु म त लाली गुराँस भएछु म त लाली गुराँस भएछु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु बनभरि फुलिदिन्छु मनभरि फुलिदिन्छु म त लाली गुराँस भएछु। थ्याङ्क यू लेफ्यू। नारायण गोपालको गीत गाउनुभयो, तपाईँलाई धेरै धन्यवाद। अनि तपाईँको स्वर कति वर्ष हुनुभयो अहिले तपाईँ? अहिले 72 वर्ष भयो। 72 वर्ष 72 वर्ष अनि यस्तो गाउनुहुन्छ। पहिला युवा अवस्थामा झन् कस्तो हुनुहुन्थ्यो होला? राम्रो थियो बाबु। युवा अवस्थामा कुनै गीत हजुरले कुनै गाउनु भएको थियो अथवा केही सम्झना? 38 सालमा रेडियोपालमा भोइस टेस्ट गीत गाउँछु म। 38 सालमा भोइस टेस्ट हजुर रेडियोपालमा। ए ल गाउनुहोस् त। गीतको बोल छ कालो कोठाई माया
यो मेरो स्वर परीक्षाको गीत हो हजुर भक्त सरहरू सम्पूर्ण गाएको जी 38 सालमा गाएको कालो कोटा हाई माया कालैले सिएको कालो कोटा हाई माया कालैले सिएको हातको युके हाई माया मायाले दिएको 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 जाऊ न बरु हाई माया दाङतिरै बसौँला जाऊ न बरु हाई माया दाङतिरै बसौँला दुबईसँगै हाई माया बसेर हाँसौँला 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 खोरै लायो हाई माया गाउँथली छरीले खोरै लायो हाई माया गाउँथली छरीले माया मार्यो हाई माया मायालु मरीले 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 थ्याङ्क यू नमस्ते यो हजुरकै आफ्नै गीत हो यो मेरो आफ्नै सङ्कलन यो रेडियो पनि छ एकदम त सर्च गरेर पाउनुहुन्छ कालोकोट हाईमा मलाई अहिले राप्ती अञ्चलले चिन्ने नै कालोकोट दाई भन्छ सुरुवात भोइस त्यसो गाएको मेरो गीत मधुबाबु थापा चन्द्रकलासम्म हामी तिनवटा दाङका अग्रज कलाकार मधुबाबु थापा त बित्नुभयो म छु चन्द्रकला दिदी हुनुहुन्छ अनि अरू गीत छन् लाखौँ गीत छन् अब सागर त अनि अहिले कुन गीत गाउनुहुन्छ त अब मैले सपना भुलाइ सारा सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ सपना छन् प्रेमका निशानी दिलमा मिटाइ जाऊ छन् प्रेमका निशानी दिलमा मिटाइ जाऊ एक स्वर बन्सुरीको बिन्ती छोडेर जाऊ सपना भुलाइ सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ सपना जन्म जन्म नखुल्ने आँखा दिएर जाऊ जन्म जन्म नखुल्ने आँखा दिएर जाऊ एक लासको चितामा बत्ती निभाइ जाऊ सपना भुलाइ सारा थ्याङ्क यू
मिठो गीत गाउनु तपाईँको स्वर अझै छ अझै होइन भगवानको कृपा तपाईँहरूको इष्टमित्रको आशीर्वाद अरू गीत अरू कुनै तपाईँको अझै भनौँ न यो गीत गाउँछु भन्ने केही छ हजुरको छ हजुर के आधुनिक कि आधुनिक गीत गाउँछु लोकगीत गाउँछु लोकगीतमा अब के गाउँछु मैले आफ्नै गीत गाउँछु फेरि लोकगीत सुन्नुहोस् है बिर्सी छौ कि मायाले कपाल खाएको बिर्सी छौ कि मायाले कपाल खाएको कपालको बुटा मुनि माया लाएको कपालको बुटा मुनि माया लाएको को भनेर चरी बोलाको कुकु गरेर मयूर कराको बिर्सी छौ कि मायाले सँगै गाएको बिर्सी छौ कि मायाले सँगै गाएको कपालको बुटा मुनि माया लाएको कपालको बुटा मुनि माया लाएको गद परि गएथ्यौ काफल टिप्नलाई गद परि गएथ्यौ काफल टिप्नलाई रमाउँदै आएथ्यौ दुबै गीत गाई रमाउँदै आएथ्यौ दुबै गीत गाई बिर्सी छौ कि मायाले सँगै गाएको बिर्सी छौ कि मायाले सँगै गाएको कपालको बुटा मुनि माया लागेको कपालको बुटा मुनि माया लागेको पँधेरीमा पानी भन सँगै गएको पँधेरीमा पानी भन सँगै गएको दुवै जोडी मस्तसँग माया लागेको दुवै जोडी मस्तसँग माया लागेको बिर्से छौ कि मायाले कपाल खाएको बिर्से छौ कि मायाले कपाल खाएको कपालको बुटा मुनि माया लागेको कपालको बुटा मुनि माया लागेको माया लागेको माया लागेको माया लागेको नमस्ते 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 सम्पूर्णलाई नमस्ते रमाइलो भएको छ है बा अब इन्द्रजीमा अर्कोचोटि तपाईँको एकल परिस्थिति हुन्छ आजलाई तपाईँ घर जान टिकट पनि काटिसक्नु भएको रहेछ आज तपाईँको धोको फेर्नलाई मात्रै मैले 2-4 वटा गरेको मन सन्तोष बनाउनलाई अब तपाईँले कुन गीत गाउनुहुन्छ त अब लास्ट गीत के लोकगीत गाउँछु बाबु नाच्ने गीत हाम्रो के बाबु देवराज नाच्नुहुन्छ कि अब भन्नु टाङ्गी नागिनी घिन्टाङ टाङ्गी नागिनी घिन्टाङ हुन्छ भने सोल्टिन लैजान्छु तानी हुन्न भने सोल्टिन मोहनी लाउलानी हुन्छ भने सोल्टिन लैजान्छु तानी हुन्न भने सोल्टिन मोहनी लाउलानी हुन्न भने सोल्टिन मोहनी लाउलानी हे हुन्न भने सोल्टिन मोहनी लाउलानी हुन्न भने सोल्टिन मोहनी लाउला सुर्खेतैको त्यो रानी बनीमा लाइभरीलाई घाँसी काटिन जाउँला नि तिम्रो हाम्रो दौतरी मिल्ने लाइभरीलाई पिराती लाउँला नि टाङ्गी नागिनी झिन्टाङ टाङ्गी नागिनी हे हुन्छ भने सोल्टिन लैजाउँला तानी हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्छ भने सोल्टिन लैजाउँला तानी हुन्न भने सोल्टिन मोहनी लाउँला हे हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्न भने सोल्टिन मोहनी लाउँला नि कस्तो तिम्रो लाज मान्ने बानी कस्तो तिम्रो
लाज मान्ने बानी सँगै बसी गाउँ भन्दा नमाने सँगै बसी गाउँ भन्दा नमाने टाङ्गी नागिने खिल्टाङ टाङ्गी नागिने हे हुन्छ भने सोल्टिन लैजाउँला तानी हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्छ भने सोल्टिन लैजाउँला तानी हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्न भने सोल्टिन मोहनी लाउँला नि हुन्न भने सोल्टिन मोहनी लाउँला। नमस्ते सम्पूर्णलाई। ल धन्यवाद बुवा, एकदम रमाइलो गर्नुभयो। अझ बाजा गाजाका साथ सिङ्गो इन्जिनियरिङ टिमको अगाडि तपाईँले सट्ट यो गीत प्रस्तुत गर्ने अझ कति रमाइलो हुन्छ दर्शकहरूको माझमा होइन। अब फेरि अर्कोचोटि मिलाउँला एकदम। हजुरको आज त्यसो भए टिकट लिइसक्नु सोमजको भइसकेको छ सर। हजुर त्यो भएर म दुःखी छु। एकचोटि यहाँ हाम्रो दर्शक श्रोतालाई तपाईँको नाम नम्बर सबै भनिदिनुहोस् न ठेगाना सहित। मेरो नाम योगेश्वर बस्नेत, दाङ घोराइ 9 पोखरा। म गुरुकुल एकाडेमी र ज्ञानज्योति एकाडेमी घोराइ म पढाउँछु, सङ्गीत टिचर हो म। मेरो फोन नम्बर 984779 58702 984779 58702 दाङ पोखरा। हजुरहरूलाई मेरो नमस्कार छ। म फागुनतिर फेरि पुनः यहाँ आउनेछु। कृष्ण सर, भक्त सर लगायत सम्पूर्ण इन्द्रिणी टिमलाई म एकदमै प्रणाम साथ हजुर म आयो बुढो कलाकार भन्दै रमाउँदै यहाँहरूलाई समर्पण देखाउनेछु। म योभन्दा पहिले पनि 2 वर्ष अगाडि आएको हुँ। अग्रज योगेश्वर बस्नेतको तहल्का भनेर उहाँले टपिस लेख्नुभएको थियो पठाइदिनु भएको थियो मलाई। धार्मिक कार्यक्रम बडा गुरुजीहरू आउनुभएको छ, त्यसले गर्दा त्यो अलिकति मैले चान्स पाएन। नेक्स्ट टाइम फागुनमा आयो भने पहिलो कृष्ण गणेलजी सरलाई, श्रीकृष्णन, त्यस पुजाएर भक्त सरहरूलाई लगायत मैले चिन्ने सम्पूर्ण साथी इन्द्रिणी टिमलाई म माया साथ प्रेम साथ मैले आफ्नो गीत प्रस्तुत गर्ने मौका माग्नेछु। उहाँले पक्कै दिनुहुनेछ भन्ने आशा राख्दै अहिलेलाई सानो प्रस्तुति प्रस्तुत गरेँ र यहाँहरूलाई कस्तो लाग्यो। जय होस्, जय देश, जय देश। हस् त दर्शकबिन, बिना बाजा बिना दर्शकको माझ हामीले गीत प्रस्तुत गरियो। कस्तो भयो जस्ताको तस्तै सुझाव दिनुहोला। धन्यवाद, नमस्कार।